आज संसदभित्रको बैठक बडो रोचक हुन्छ। आज गृहमन्त्री रमेश लेखकको राजीनामा माग हुन्छ, सुनवाई हुन्छ त्यहाँनिर भनेर चाहिँ नि हामी सबैको ध्यान त्यतै थियो, हेरियो पनि। राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ विरोध गर्यो। जबसम्म राजीनामा हुँदैन तबसम्म चाहिँ संसद चल्न दिइन्न भनौँ, अवरोध पनि गरिरहेछ। अब मेरो विचारमा थियो एमाले र काङ्ग्रेसमा सबै मान्छे त्यस्ता छैनन्, सबै केपी जस्ता बुरिबक छैनन्, कोही न्यायको पक्षमा बोल्ने पनि छन्, बोल्छन्। मदन भण्डारीबाट शिक्षा पाएका एमालेमा छन्, बिपीको सिद्धान्त मान्ने काङ्ग्रेसमा छन् भनेको। अरू नबोल्ने नि गगनले चाहिँ बोल्छ है भनेको थिएँ मैले। गगन कुमार थापा त आज त यतेरीमा टोक्ने यसो गरेर त चाहिँ नि बेउनी भैँसीको के जाति जस्तो बनाएर भुइँमा यसो गरेर हेर, एक शब्द चुइक्क बोलेन। बोलुस् केला, सेरेले चाक शीतल हुने गरेर बजाइदिन्छ, कोही बोल्न सकेन। अनि अस्तिको रवि लामी छानेको पालामा तिमीहरू त भोक्रो फुल्लाएर सम्माननीय सभामुख महोदय यहाँ यो अन्यायको विरुद्धमा नाम आएपछि राजीनामा हुनपर्छ भन्दै कराउँथ्यौ त। ए बा हो, यो अन्याय भयो कि न्याय भयो माननीय ज्यू? एउटा प्रधानमन्त्रीले 15 तारिकमा ठोक यहाँ कब्जा गर भन्छ, प्रतिपक्षमा कोही छैन, भएका त्यस्तै छन्। अब देशको ठुलो पार्टी सत्ता पक्षमा भए पनि गाँठे अन्यायको विरुद्धमा बोल्छ कि भनेको काङ्ग्रेस त पुरै गएछ, गुन्युको मुनिजो गएछ भन्ने कुरो आजबाट प्रमाणित गरिसकेका छ। तपाईँहरू यस विषयमा के भन्नुहुन्छ है? आफ्नो पाउँदा हेर त आनन्द है गगनजी, भोक्रो कहाँ गयो, बोली सुको। नेता मानिदिनु पर्ने अझै।